युवा नै शरणार्थीको परेको हुनाले गर्दाखेरि एउटा अलिकति शरणार्थी तर्फ पनि जाउँ है। नेपालको जन्मभूमि भुटानको बासा शरणार्थीलाई लागु पार्टीको आशा जनताले रोजे रीति र रिवाज टेकनाथले खोज्यो रीतिको पोको जिम्मेले बोको टेकनाथ खोज्दै जाँदा आर्मीले झन्डै गोली ठोको बाबाले बजाइदियो ठेठेडी नाथ टेकनाथ भयो लटेको डाँट रीति खोज्न लाए बखोमा आएको त्यति बेला टेकनाथ कहाँ भागो जनता लागे घरै छोडेर टेकनाथ भागो परिवारै छोडेर भोटेले भुटानबाट खेद्दा लायो घरमा पुल्ठो दिदी बहिनीको झन्नै चुडायो चुल्ठो भोटेले भुटानबाट सीमा नै कटायो नेपालले झापाबाट अमेरिकै पठायो अमेरिका आइयो धेरै खुसी भयो नेपालमा आउँदा झन्नै स्वर्ग गइयो शिविरका रोग फेरि कहाँ भागो अमेरिका आएको धेरै खुसी लाग्यो कहिले ढल्दैन अमेरिकाको झन्डा लेख्न पर्ने भनेको 1 2 बन्दा अमेरिकाको भाषा चाहिँ हेलो र हाई नपर्नेलाई गोरु नगाई युनिसेफको गाडीमा लाग्छ वीरवीर शरणार्थीको मनमा छ अझै पिरापिर भलबारीले बात फुटाइ त कोशी अरस्ट पारो शरणार्थीको गोरु फुटाए अमेरिकामा सारो युनिसेफले घरको परिवार पारो चार भागी भुटानबाट हामी पनि हाम्फा लाँदै आएको यतिकै लागि अमेरिकाको यात्रा थाल्यौँ स्वर्ग पुग्छौँ भने अमेरिका आई हेर्दाखेरि कहिले हुनु धनी बिर्लालाई त भत्ता देला खाला भाते भात काम गर्नेलाई भ्याइ नभई सास नबास कामै नगर्नेलाई रुममा होइन गल्लीमा बास फुटका पुन्छ लोखाइ पकाइ फुटका सकेपछि कति दिन भोकै तरेर आयौँ 9 नदी खोला अझै भने पछि के होला त्यो थाहा छैन अब यो अमेरिकालाई कसरी लाउने दोष भन्न खोजेका कुराहरू यो अमेरिका कस्तो उल्टा सुल्टा जान्ने रुपियाँ पैसा साउ ब्याज माछाले तान्ने धनी बनु रुपियाँ पैसा त्यसै पाइँदैन गरिब बनु कार बिना गइँदैन आइए पढ्ने कुर्सीमा बसे 10-12 पढ्ने त्यसै बसे वृद्ध बिरामीको छ घरैमा बिहान पढ्दैन पढ्नेको छ गिर्लीमा 1800 थ्यान नयाँ भन्दा राम्रो छ डस्टबिनमा सोफा यस्तो राम्रो अमेरिकालाई किन लाउने दोष बाँसको खाटमा सुत्ने जिउमा दबाई चारा भेटमा पटुकाको भात हुन्थ्यो खाली छैन पेटमा अब तपाईहरुलाई सानो छुट्टा अलिकति Stand.